नि बटर सुगर एलएमजी मैदा चामलको पिठो एकदमै गुलियो छ सफ्ट My Prabhu B, I am offering to you good job. Soft and sweet. मेन चामलको पिठो रहेछ मैदा खस्रो चामल अलिक कम्ती रहेछ त्यतिकै राम्रो रोटी पछि चामल काँचो हुन्छ कि छ्या ग्यास्ट्रिक हुन्छ भुँडी फुलिन्छ चामल पिठो पाकेको हुँदैन भित्र सफ्ट उयो यस्तो पिठो चाहिँ पाकेको हुन्छ कि अन्त बाहिर चामलको पिठो डट हुन्छ नि त्यसले त भुँडी दुख्यो कि ग्यास्ट्रिक त्यति खान्छ है कति खान्छ मान्छे र पनि चामल काँचो खान्छ रोटीको नाम हो क्या रोटी भने त एभ्रिथिङ पर्फेक्ट हुनु पऱ्यो नि त खाँदाखेरि शरीरमा नबिजोस् सट्टै डाइजेस्ट होस् होइन राम्रो सजातको लागि कम्ती हाल्यो भने चामलले चाहिँ अलिक फ्राई गरेर हाल्यो भने कस्तो होला है यस्तो देख्दैछु यो चाहिँ काँचो हुन्छ नि त पाकेको छ कसैको चाहिँ बिहे काँचो हुन्छ नि त आइएम फेरि बट बचपनदेखि सलिड खाँदै आएको बहिनी खेल्न जान्थ्यो अहिले फेरि प्रकट भयो ढुमिट गर्दिनँ आँखुम चाखुम स्यालुटी चाखुम भन्ने बहिनी खेल्न जान्थ्यो बहिनी पनि समटाइम त्यसरी बहिनी दोस्ती खेल्नु डोमिट गरेको होइन बट सबै संसारमा यस्तै छ रियालिटी हो होइन हामी बिस्तारै बिस्तारै बुझ्दै जानुपर्छ हु इज राइट हु इज रङ हु इज फ्याट साँचो परमेश्वरको हुनुहुन्छ होइन साँचो सृष्टिकर्ता को हुनुहुन्छ साँचो मानव बनाउने को हुनुहुन्छ भन्ने त्यो खोजी गर्नुहोस् होइन र एन्ड हामी मानिसलाई कसले बनाउनु भयो यो सृष्टि कसले बनाउनु भयो र सृष्टि गर्नुभयो परमेश्वरी बाबुले एन्ड मानव भयो परमेश्वर गर्नुभयो र कसले क्याप्चर गर्यो हाम्रो शरीर र आत्मा पातालको दुष्ट आत्माले हाम्रो शरीरभित्र क्याप्चर गर्यो तपाईँहरू हेरेर जानुहोस् बाइबल पढ्दै जानुहोस् इतिहास पढ्दै जानुहोस् होइन साँचो परमेश्वरको हुनुहुन्छ साँचो शिक्षा कहाँ हुन्छ झुटा भनेको पोजिटिभ नेगेटिभ छ एन्ड गुड एन्ड ब्याड गुड इज हु इज गुड हु इज ब्याड गुड इज God is our whole created and living and नरक छ स्वर्ग छ तर यस धरतीमै हामी सबैजना मिलेर यस धरती अन्धकारलाई क्याप्चर गरेछ हामी सबैजना मिलेर यस धरतीलाई स्वर्ग बनाउन सक्छ त्यो सबै हामी मिलेर कसरी मिल्नु पनि अनि जिजस क्राइस्टलाई फलो गर्नुहोस् एन्ड लायन जुदालाई फलो गर्नुहोस् केही पनि फरक हुँदैन तपाईँको लागि सबै अल द बेस्ट बेसी खाँदिनँ चियासँग एउटा दुइटा खाने